गुड मर्निङ एभ्रिवान। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु होइन। आज हामी चाहिँ होइन काममा निक्लेको थिएँ। सरस्वती पूजा भएकोले काम चाहिँ आज भएन होइन, छुट्टी भयो। सो हामी चाहिँ बयर खाना खाइरहेको छु। सो गाइस चेक गर्न सक्नुहुन्छ नजारा यता हामी सब बाख्राहरू चढ्दैछ। यता यो खोला मजाको छ जग्गा चाहिँ होइन, खोला चाहिँ अब काम नभएको कारणले चाहिँ बयर लान आएको छु। सो हेर्न सक्नुहुन्छ खोला। वाउ ऊ पर छ ल। गाइस हामी बयर खान आएको छु होइन। बयर त भेटेँ तर सुकिसकेको छ, बयरहरू पनि सकिसकेको रहेछ। ऊ रातो रातो ऊ गाइस दामी छ हो, हेर्न सक्नुहुन्छ। बयर पाकिसकेको छ हो, देख्न सक्नुहुन्छ। मजाको बयर पाकिसकेको छ। बयर रातो रातो भएको छ, सबै सुकिसकेको छ। हेर्न कस्तो दामी पाएको छ यार। लाने है राम्रो छ। त्यस्तै छ त्यस्तै छ नि मेरो पनि उता पनि छ। अगाडि हेर्न अगाडि चाहिँ हेब्बी गुलियो। गाडी पनि हेर्दै गरे नत्र लगिन्छ नि फेरि। नम्बर प्लेट छैन गाडी देख्दैछ, गाडी देख्दैछ उताबाट देख्दैछ। देख्दैछ ऊ बयरै छैन भन्छ। हात्तीहरू पनि निस्किन्छ है यता। बयर खान आएको बयरै सकिसकेछ। अन्त बयरै छैन यार। यी रहेछ नि यहाँ। यो चाहिँ राम्रो छ कि परि मिठो छ यो, दामी छ। वाउ बयर हेर्नु गाइस, हेर्न सक्नुहुन्छ। वाउ अमेजिङ। तर झोला लाइन है हामीले। केमा लान्छस्? गोलीमै केमा लाने त अन्त? ओ माई गॉड दामी पाकेको छ यार। हेर गाइस हेर्न सक्नुहुन्छ गाइस। वाउ एप्पल जस्तै भइरहेछ नि। वाउ दामी 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 दामी। ओ माई गॉड। सो गाइस देख्न सक्नुहुन्छ यहाँ अमृत, यहाँ यतापट्टि आइज न, देखिस्? ओ लभली ब्युटिफुल यार। केमा लाने? गोजीमा हाल्नुपर्छ। यस्तो हामीले टिप्यौँ। अब फर्किँदैछु होइन। पुरा रिक्सी जङ्गल हो भित्र पुरा। अब बाघहरू आउने, हात्तीहरू आउने चान्सहरू हुन्छ। सो त्यसैले हामी छिटो छिटो गरेर चाहिँ हामी निस्केँ त्यहाँबाट। हामीले बेसी होइन 1 किलो जस्तो टिपेँ। 1 किलो जस्तो टिपेँ। अन्त डर लाग्यो। अब हामी जाँदैछु होइन। नयाँ गाडी छ, बाइचान्स नम्बर प्लेट पुगेन आएको हरायो भने चाहिँ डर हुन्छ हो। सो त्यसैले
अन्त हामी छिटो फर्किँदैछु। यसरी गाउँको मान्छेहरूले चाहिँ बाख्रा लिएर आउनुहुन्छ होइन। सो बाख्रा चलाउनु पनि ठिकै छ होइन, मजाको छ जङ्गल भ्यू हो। अब हामी जाँदैछु घर। अगाडि चाहिँ हामी खाना खानेछु किनकि मैले खाना लिएर आएको थिएँ। अब त्यो खाना खाने अनि हामी निस्किने। सो गाइस हामीले बयर चाहिँ यति नै टिपेँ। यो चाहिँ साथी हो मेरो। बयर खोइ कति छ देखा गाइस, यति नै छ बयर हो, हेर्न सक्नुहुन्छ। दामी छ बयर चाहिँ होइन। अब घर जानुभन्दा अगाडि चाहिँ हामी खाना खाने, भोक पनि लाग्दैछ हो। त्यसपछि चाहिँ हामी निस्किन्छौँ। मेन चाहिँ हात्ती आउँछ भनेर चाहिँ हामी डर लागेर चाहिँ छिटो टिपेर चाहिँ हामी निस्किहालेको हो। बाटो चाहिँ यस्तो छ होइन, पुरा जङ्गल छ, पुरा ठुलो जङ्गल होइन। उता माथि पाहाडहरू हुन्छ, त्यो माथि पाहाड निक्लिन्छ हो ठुलो। अन्त एउटा चाहिँ गाइस होइन, कसैको पेन्ट होइन, कसैको अब चड्डीहरू हराएको छ भने चाहिँ मलाई सम्पर्क राख्न सक्नुहुन्छ। किनकि यहाँ यसरी हावाले उडाएर चाहिँ यसरी गाछको हाँगाहरूमा चाहिँ यसरी टल्किरहेको छ, सुकिरहेको छ। सो गाइस प्लिज कसैको हो भने चाहिँ मलाई प्लिज कमेन्टमा चाहिँ भनिदिनु होला है होइन। हल्का जोक मात्रै कमेडी गरिदिएको, माइन्डमा चाहिँ नलिनु होला होइन। त्यहाँ छ। सो त्यसैले हामी छिटो निस्क्ले। ल खाना निकाल ल, चाबी देखियो। यो भर्खर चियापत्ती बगान सुरु गर्दैछ, लगाउँदैछ, गोड्दैछ होइन। यहाँ चाहिँ चियापत्तीहरू सो हेर्न सक्नुहुन्छ। यति मजाको भ्यू छ होइन। सो गाइस लोकेसन चाहिँ एकदम दामी छ, पर्फेक्ट छ होइन, हेर्न सक्नुहुन्छ। वाउ, पछाडिपट्टि पहाड, अगाडि चाय बगान, बिचमा बाटो, तल खोला, माथि जङ्गल हो। अब हामी यहाँ बसेर खाना खानेछु, अन्त जानेछु। सो आन्टीहरूले हामीलाई हेर्दैछ के गर्दैछ भनेर म भिडियो गर्दैछु होइन। ल भाइ खाना निकाल, खाना खाऊँ अन्त जाउँ। निकाल खाना। जङ्गलको बिचमा होइन खाना खानु नै मजै अलग है अमृत। काममा निक्लेको मान्छे यसरी जङ्गल घुम्नु पर्दैछ अन्त। खोल भाइ खोल, भोक लाग्यो। भात कति छ हेरौँ, के सब्जी छ। ए दाल झन्डै घुप्टायो अलि। दाल होइन के हो यो, आलु चोखा के हो, राई सागहरू होला के हो, भात। लु भाइ बाट गर, सब्जी यसमा खाना, आधी भात त्यसमा हाल। एकछिन बस्नुपर्छ अन्त जानुपर्छ ल। ल गाइस हाम्रो भयो खाना, अब हामी खानेछु अन्त जाने। जस्तो पनि खाना है, मिठो लाग्छ है भाइ। यस्तो जङ्गलको बिचमा कस्तो दामी जग्गा छ हेर्नु न गाइस। साथीले चाहिँ खतरा खाइन्छ। यो गर्नुपर्छ के भन्दा पिकनिक बनाउनुपर्छ। पिकनिक खेल्ने दामी छ नि जग्गा। यो चाहिँ लाफा राई हो, बेथुवा मिक्स छ सबै साग। अर्ग्यानिक हो नि, फेरि मैले लगाएको थिएँ घरमा, त्यही टिपिकन बनाएको आमाले। वाउ, सोचेको पनि थिएन हामी यहाँ आएर यसरी भात खान्छु भनेर। कि कुन चाहिँ ठाउँबाट यो हमें दुधिया नाम चाहिँ होइन, दुधिया होइन, तिराको अगाडि छौँ।
अरे यो हो हामी तिरानाको अगाडि के बजार मैले के भनेको थिएँ दुधे बजार नि दुधे नै हो यो पनि नि दुधे नै हो छेउमै त छ बजार यो दुधे हो हामी दुधेको यताभित्र पसेको छु बगान साइड खोला साइड हो ल गाइस अब हामी खानासाना खाइसकेर भेट्नेछौँ हुन्छ अहिले हामीले खानासाना खाएँ अब एकछिनबाट हामी यहाँबाट निक्लिनेछु सो बाटोको भ्यू चाहिँ देखाउन सक्दिनँ किनभने हेलमेट पनि छैन सो र त्यसैले अन्त देखाउन सक्दिनँ सो अहिलेलाई चाहिँ भिडियो यहीँ समाप्त गर्दछु ल गाइस हजुरहरूले चाहिँ होइन लाइक कमेन्ट अन्त सेयर र फलो गर्नु चाहिँ नबिर्सिनु होला र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला र युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला प्लिज होइन अहिले चाहिँ अब हामी एकछिनबाट निक्लिनेछु यहाँबाट चाहिँ हामी जानेछु घर तरफ हो र हजुरलाई यो भिडियो कस्तो लाग्यो के लाग्यो होइन कमेन्टमा अवश्य हजुरहरूको माया देखाइदिनु होला ल फलो गरिदिनु होला र सेयर पनि गरिदिनु होला साथसाथै हजुरहरूले साथ दिनुभयो भने अझै नयाँ नयाँ ठाउँमा गएर यसरी नै भिडियोहरू ल्याउने छु सो गाइस अहिलेलाई चाहिँ बाई बाई अन्त ह्याप्पी सरस्वती पूजा राधे राधे।